स्वागत छ। आज हामी एउटा तालिम प्याकेजलाई हेर्दैछौँ। कम्प्युटरलाई कसरी अलिकति छिटो व्यवस्थित राख्ने भन्ने सामान्य तर महत्त्वपूर्ण कुराहरू, विन्डोजका यी सामान्य लाग्ने सेटिङ हैन, तर कति काम लाग्छन् भन्नेमा आज हामी अलिकति गहिरिन्छौँ। ल सुरु गरिहालौँ है त। पहिलो कुरा डेस्कटप। कम्प्युटर खोल्ने बित्तिकै देखिने आइकन यताउता छरिएका हुन्छन् नि कहिलेकाहीँ। तिनलाई मिलाउन, लुकाउन, देखाउन राइट क्लिक गरेर भ्यूबाट मिल्छ। अनि वालपेपर, त्यो पर्सनलाइजबाट सजिलो छ, तर कस्तो फरक पार्छ है? एकदम। यो हेर्दा सामान्य लाग्छ, तर काम गर्ने मुड नै फरक पर्छ नि। सफा भयो भने व्यवस्थित डेस्कटपले चाहिने फाइल वा एप छिट्टै भेटिन्छ। मतलब समय बचत भयो, ध्यान पनि अन्त जाँदैन। यो त आफ्नो डिजिटल टेबल मिलाएको जस्तै हो त। अनि फाइल र फोल्डरहरू मिलाउने कुरा नि, रिनेम डिलिट त अब चलिहाल्छ। डिलिट गरेको कुरा रिसाइकल बिनमा जान्छ, त्यहाँबाट फेरि रेस्टोर गर्न नि मिल्यो। तर त्यो रिसाइकल बिनको के छ खास कुरा? रिसाइकल बिनलाई धेरैले खै त्यति वास्ता गर्दैनन् जस्तो लाग्छ। तर यो कस्तो भने नि, घरको डस्टबिन जस्तै हो क्या। हामीले फोहोर फाल्छौँ, तर डस्टबिनै कहिले खाली गरेनौँ भने के हुन्छ? भरिन्छ नि। हो त्यस्तै हो। रिसाइकल बिन खाली नगर्दा कम्प्युटरको हार्ड डिस्कमा ठाउँ ओगटिन्छ, अनि सी ड्राइभ भर्यो भने त कम्प्युटर नै ढिलो हुन थाल्छ। हो र? हो। त्यसैले बेला बेला एम्टी रिसाइकल बिन गर्नु चाहिँ एकदमै राम्रो हो कम्प्युटरको स्वास्थ्यको लागि। ठिक हो। अनि कम्प्युटरको तलपट्टि त्यो लामो बार हुन्छ नि, टास्क बार, त्यसमा नि केही गर्न मिल्छ नि। सधैँ चलाउने प्रोग्रामहरू पिन गरेर राख्न मिल्यो, सजिलो भयो। नचाहिनेलाई अनपिन गर्न नि मिल्यो। अनि त्यसलाई लुकाउने, अटो हाइड वा ठाउँ सार्ने सेटिङ पनि हुन्छ। कहिलेकाहीँ त्यो पनि अलि डिस्ट्र्याक्सन जस्तो लाग्न सक्छ। त्यो पनि आफ्नो सुविधा अनुसार मिलाउँदा भयो। काहीँ कुनै फाइल वा फोल्डर अरूलाई देखाउनु नपर्ने हुन्छ नि, लुकाउन मिल्छ। त्यो फाइल वा फोल्डरको प्रपर्टिजमा जाने, अनि त्यहाँ हिडन भन्नेमा टिक लगाइदिए पुग्यो। तर लुकाएको हेर्न चाहिँ त्यसको लागि फाइल एक्सप्लोरर खोल्नु पर्यो, अनि माथि भ्यू ट्याबमा गएर हिडन आइटम्समा टिक लगाउनु पर्छ। फेरि देखाउनु पर्यो भने चाहिँ त्यही प्रपर्टिजबाट हिडन टिक हटाइदिए भयो। ठिक छ। यो पनि आफ्नो गोपनीयताको लागि काम लाग्ने कुरा भयो, व्यक्तिगत फाइलहरू सुरक्षित राख्न। तर कहाँ लुकाइयो भन्ने चाहिँ याद राख्नु पर्यो नि फेरि। हो त नि। अब अलिकति कम्प्युटर सफाइतिर लागौँ, जसले गति बढाउन मद्दत गर्छ। कम्प्युटर चल्दाखेरि टेम्पररी फाइलहरू बन्छन् रे नि। ती पछि काम लाग्दैनन्, तर ठाउँ ओगेटेर बस्छन्। तिनलाई हटाउनलाई त्यो विन की र आर थिचेर रन खोल्ने, अनि त्यहाँ टेम्प टाइप गर्ने, इन्टर गर्ने, फोल्डर खुल्छ। त्यहाँका फाइलहरू कन्ट्रोल+A गरेर सबै सिलेक्ट गर्ने, अनि डिलिट, त्यस्तै %temp% र रिसेन्ट टाइप गरेर पनि गर्न मिल्छ। हो, यो फोल्डरहरूमा अनावश्यक फाइलहरू जम्मा भइरहेका हुन्छन्। यिनलाई हटाउँदा सिस्टम अलिकति हल्का हुन्छ। त्यस्तै अर्को पनि छ नि, डिस्क क्लिनअप। रनमा क्लिनएमजीआर टाइप गरेर त्यो चलाएपछि यसले कुन ड्राइभ सफा गर्ने भनेर सोध्छ। सी ड्राइभ छानेर ओके गरेपछि यसले आफै खोज्छ के हटाउन मिल्छ भनेर। जस्तै पुराना सिस्टम फाइल, डाउनलोड भएका प्रोग्राम फाइल, रिसाइकल बिनको फाइल, थम्बनेलहरू लिस्ट देखाउँछ, अनि हामीले छानेर हटाउन मिल्छ। यो क्लिनएमजीआर एकदमै उपयोगी छ। किनभने तपाईँले अघि भने जस्तै डेस्कटप, डाउनलोड्स, डकुमेन्ट्स जस्ता फोल्डरहरू प्राय सी ड्राइभमै हुन्छन् नि त। अनि सिस्टम फाइलहरू पनि त्यही हुन्छन्। जब यो सी ड्राइभ अनावश्यक फाइलले भरिन्छ, कम्प्युटरको समग्र प्रदर्शनमै असर पर्छ। मतलब यो ड्राइभ सफा राख्नु महत्त्वपूर्ण रहेछ। एकदम। यी टेम्प फाइल हटाउने र क्लिनएमजीआर चलाउने जस्ता सामान्य नियमित सफाइले पनि कम्प्युटरलाई छिटो र सहज बनाउन निकै मद्दत गर्छ। अनि अरू सानातिना कुराहरू पनि छन्, जस्तै मिति समय मिलाउने, टास्क बारको घडीमा राइट क्लिक गरेर फाइल सार्न कट Ctrl+X र पेस्ट Ctrl+V, कपी गर्न कपी Ctrl+C र पेस्ट Ctrl+V। यी त अब आधारभूत नै भए। भनेपछि समग्रमा हेर्दा यो विन्डोजका एकदमै बेसिक लाग्ने कुराहरू हुन्, तर हाम्रो कम्प्युटर चलाउने अनुभव यिनैमा भर पर्छ, हैन त? हो नि। यी सामान्य देखिने कुराहरूलाई ध्यान दिँदा, नियमित रूपमा गर्दा कम्प्युटर चलाउन सहज हुन्छ, झन्झट काम हुन्छ। मतलब जटिल सफ्टवेयर चलाउनु वा महँगो हार्डवेयर किन्नु मात्रै होइन रहेछ। यी ससाना बानीले पनि ठूलो फरक पार्दो रहेछ। वास्तवमा कम्प्युटरलाई लामो समयसम्म स्वस्थ र छरितो राख्न यी आधारभूत मर्मत सम्भार एकदमै महत्त्वपूर्ण छन्। ल
आज हामीले यी आधारभूत कुराहरू त हेर्यौं, अब श्रोतालाई एउटा प्रश्न छोडौं न त। यी सामान्य सफाई र व्यवस्थापन बाहेक कम्प्युटरको गतिलाई अझै राम्रो बनाउन तर धेरै प्राविधिक कुरामा नगइकन अर्को कुन एउटा क्षेत्रमा हामीले ध्यान दिन सक्छौं होला? यसबारे सोच्दै गर्नु होला है त।